सन्दीप राई युट्युब च्यानललाई चाहिँ सबैजनाले सब्स्क्राइब गर्नु होला गाइज एकदम धेरैभन्दा धेरै माया छ है यति चाहियो है अब सबैजनाले सब्स्क्राइब गरिदिनु होला हाम्रो साथीको च्यानललाई त्यही भन्न चाहन्छु फाइनली भेट्यो फाइनली भेट्यो हैन सलुन हैन के म रहर गरेको कति 2 वर्ष भयो हैन यो के भन्छ सोशल मिडियामा चल्नलाई भाग्य चाहिन्छ कि त थोडा तिम्रो जस्तो राम्रो चाहिन्छ हैन आज हामी घुम्न जान लागेको यसको प्लान यसको पैसा त्यसको बाइक ल है अब के गर्नु ल गाइस हामी चाहिँ आज घुम्न जान लागेको ल के छ रे न्यू संसार कसको रे प्लान मेरो हैन कोही युज गरेको ए प्लान यसको भिडियो बनाउनलाई यतिको क्यामेरा आयो त बनाउनु यसको पैसा यतिको क्यामेरा निकाल के अनि साला भागै यस्तो मैले 500 सब्स्क्राइब पुराइसके ए क्यामेरा हेर एकचोटी यतिकै भयो नि सबैले यतिको क्यामेरा जोड्नु पर्यो कि सबैले माया गर्दैकै छ मलाई हैन गाइस टिका बनाउनु छ हरे तर है ल आज हामी घुम्न जान लागेको राइडर कसो आइपुग्नु इकडा ल अब सिधै हामी भेट्ने छौं कहाँ घुम्ने ठाउँमा पेट्रोलपम्पमा आइपुग्यौँ हामी अब यहाँ देख लिली जानुपर्ने हुन्छ हेलो गाइज हैन हामी अब मान्छेको तेल हालेर गोकर्न रे सरी 22 धारा यो मान्छे 22 धारा गएको छैन अरे 22 धारा घुम्न हिँड्यो गाइज हैन दुईजना एकजना भग गर्दैछ एकजना हिँड्दैछ हैन ओए प्लिज आउनु भ्लगमा न निब्ली राम्रो ल बोल्दै गर्न बोल्दै कडा हात उठाऊ ओछु मुनो अलि छोटो म यो मेरो बच्चादेखि साथी हो के कस्तो भनेको यो र म बच्चैसँगै देखि बसेको हैन गाइस यसको सब्स्क्राइब मैले 500 सब्स्क्राइब पुराइदिएको हैन गाइस मैले 500 सब्स्क्राइब पुराइदिएको यसको म यसले के पुराइदिनु भनेको तर पुराइदिएको गाइस हेर्न मेरो कपाल कस्तो यार राम्रोसँग काट्नु पर्ने हामी 22 धारा आइसक्यौँ हैन म लगाउँछु नि त मेरो कपाल ल 22 धारा आइसक्यौँ के भन्छ अरे यो मान्छेको त राजा मुटु चिया भएको छ हैन ल ठिक छ हामी 22 धारा आइसकेको छौँ यहाँनिर कस्तो लागेको छ केटा आएको छ नि तिम्रो आएको थिएन के ल खासै इन्ट्रेस्ट लाग्दैन यही हो र अरु गर्ने यस्तो घुम्ने यही हो यो पनि हो मलाई चाहिँ खासै ल हामी नै घुम्न गएको फ्याक रोड हेर्नु न फेरि यहाँसम्म ल खोइ त्यो सरोज त्यही हामी 22 धारा फन घुमिरहेको छौँ कस्तो भइरहेको छ ठिक छ घुमेको छैन अब घुमिरहेको कस्तो लाग्छ अब सकि त सक्यो 22 धारा घुम्न अब यहाँबाट यस्तो यहाँबाट जाने ए हो धारा कुल्लीले धर्मकर्म विश्वास राखौँ यसरी यो सरोजले चाहिँ जाने के ल यो दिदीहरूले जान्यो धार्मिक स्थलहरूको त मलाई कसम पनि जस्तो लाग्दैन भाग ल धारा ठ्याक्कै गर्नु है 22 वटा छ ल फाली फापोस यहाँनिर के हो साथी नाम त के पो टिकटकमा के छ सलुन छ त्यहाँनिर सलुन बस के अरे सलुनको जस्तै ठ्याक्कै ऊ पनि फाइनली भेट्यो फाइनली भेट्यो हैन सलुनलाई अब के भन्नु के भन्थ्यो त मेरो च्यानल छ के हाम्रो साथीको च्यानलको नाम चाहिँ के छ भन्नु सन्दीप राई युट्युब च्यानललाई चाहिँ सबैजनाले सब्स्क्राइब गर्नु होला गाइज एकदम धेरैभन्दा धेरै माया छ है यति चाहियो है अब हेरौँ न हैन के म रहर गरेको कति 2 वर्ष भयो हैन यो के भन्छ सोशल मिडियामा चल्नलाई भाग्य चाहिन्छ कि त थोडा तिम्रो जस्तो राम्रो चाहिन्छ हैन हामीलाई चाहिँ छैन नै भविष्य मेहनतको
मेहनतको कुरा पनि होइन। अँ अब मेहनत गरे निरन्तरता दियो भने चाहिँ जे कुरा पनि नहुने भन्ने केही छैन। होइन तर तिम्रो मैले भिडियो सुरुदेखि नै हेर्थेँ होइन। सुरुमा त्यति धेरै हाँसी लागेकोहरू आउँदैन थियो। त्यही 2022 आएको देखिरहेको थिएँ कि पछि बिस्तारै त साथीको त त्यहाँबाट गएर फोटो खिच्दै खतरा आउँछ ल थ्याङ्क यू है भेट भइहाल्यो। अब फोटो त खिच्नु पर्छ नि होइन। छोड त आउँछ हिरोको छेउमा भिलेन भयो क्या तिमी नहो यार। ल है सलोन साथीलाई भेट भइहाल्यो। ल यो मान्छे क्यामेराम्यान आज यो साथी पनि तर देखेको थिएँ मैले कसम बिहान तिमीलाई के भनिदियो न मेरो च्यानल छ कि भर्खर सबैजनाले सब्सक्राइब गरिदिनु होला हाम्रो साथीको च्यानललाई। त्यही भन्न चाहन्छु। ल थ्याङ्क यू। तिम्रो नाम के पो? सनम। सनम नाम चाहिँ मैले हेर्ने ठ्याक्कै तर अघि बिहानै मैले भिडियो लाइक पनि गरेको छु होला सायद। हाम्रो केटाले फोटो खिच्दैछ होइन भाइरल मान्छेहरूसँग म चाहिँ चिन्दिनँ केटाहरू सबजना छ यता सरोज यता हृदय यता सन्दीप हेलमेट नदेखाउने केटा हो ल केटा हो ल फोटो खिच्यो हामीले कस्तो आयो दामी छ ल उसको एउटा खिच्नु त कस्तो खिच्छ उसले ल फोटो हाम्रो चोल्लीसँग खिचिसकेको छौँ। तपाईँहरू आउनु है हाम्रो सिधै जोलपालीसँग सिधा आएर फोटो झ्याप्प खिच्नु ल। हाम्रो केटा मुस्कान दिँदै खिचिरहेको छ। हेर्न जाने हो खेल्न होइन मलाई खेल्न हुँदैन म डुबेर मऱ्यो भने चाहिँ को जिम्मा साथीले स्विमिङ नानीमा जाने हो भने कि आज लैजान्छ आज लैजान्छ ल अन्त सरोज तिमीलाई खाजा खाऊ उसले स्विमिङ लान्छ हो ल तर म भएर खाजा खाउने ल उसले खाजा खुवाउँछ र तिमीले स्विमिङ खेल हामीलाई खेल न त हामीलाई खेल न त तिमी नखेल हेरौँ न कस्तो छ स्विमिङ ल हेरौँ तर जान दिँदैन नि त्यहाँभित्र दिन्छ होला दिँदैन एकदिन सोधौँ न टिकट हेर्नु त दिन्छ भनेर चाहिँ त अब हामी स्विमिङ खेल्छौँ किनभने केटाहरूले अब खेलाउला जस्तो छ स्विङ ए न्युसन उता खेल्नु आज दुईजना ओइ ओइ माथि आज दुईजना खेल्नु त्योसँग माथि 10मा ओ न्युसन ल ल केटा आउँदैछ है ओहो 10 फिट माइल हान्दैछ 10 फिट के छ हानिस फेरि हान्छस् सेल्फी राउन्ड छ 10 फिटमा ब्ल्याङमा हाने है अनि हामी चाहिँ अब लागेको के छ लाग्दिने अब लास्टैको लाग्दिउँ यार ल 10 फिटमा तर मैले पनि हाने एक त मैले हाने माकुरी स्विमिङ खेलेर निस्क्यो केटाहरूले खतरा हान्यो म चाहिँ सिकिरहेको छु भर्खर ल ठिक छ केटीहरू होइन अब हामी ठिकै छ अब हामी निस्किसक्यौँ यहाँदेखि निस्किन्छौँ यताबाट जाउँ है जहाँ बोल माथि किन पाएन चाहिँ अब चाहिँ हामी यहाँदेखि निस्केको अब हामी घरतिर लागेको गाई चाहिँ है केही छैन अब यस्तै हो ल दिनहरू यसरी नै बितिरहेको छ मेरो ओके बाई बाई गाइज